विराटनगर जुट मिल हाम्रो इतिहास, हाम्रो पुर्खाले रचेका नेपालको इतिहासमा पहिलो आधुनिक उद्योग सन् 1936 मा स्थापना भएको, आजभन्दा 90 वर्ष अगाडि स्थापना भएको यो विराटनगर जुट मिल हामी सधैँ सुन्ने गर्छौँ। हाम्रो इतिहास विराटनगर जुट मिल हामीले पढेका पनि थियौँ। ल अहिले चाहिँ धनी 40 को दशकपछि बिस्तारै बिस्तारै यहाँ बढी आन्दोलन, हडताल, त्यो मात्रै होइन, यो मेसिनहरूको पनि अब सायद पुरानो हुँदै गयो। यसलाई सरकारले नयाँ परिवर्तन गर्ने अथवा एउटा उत्कृष्ट योजनाका साथमा उद्योगलाई सञ्चालन गर्ने रणनीतिको अभावमा अहिले उद्योग शून्य, उत्पादन शून्य एउटा खण्डहर जस्तै अवस्थामा छ। नेपालमा मात्रै होइन, भारतमा समेत निर्यात गर्थ्यो विराटनगर जुट मिलले आफ्नो उत्पादनहरू। यसले जुटका बोराहरू बनायो, यसले चाहिँ डोरीहरू बनायो, धागोहरू बनायो। इतिहास बोकेको यो जुट मिलले 6000 भन्दा बढी कामदारलाई जागिर दिएको थियो। ल हेर्नुहोस्, उत्पादन बढाउँ, मिल जोगाउँ, वेस्टेज घटाउँ, नोक्सानी बचाउँ। यहाँ आएर हेर्दाखेरि तपाईँले पुरै औद्योगिक वातावरण देख्न सक्नुहुन्छ। तर यो अहिले इतिहासमा मात्रै सीमित छ। हाम्रा पुर्खाहरूले सही काम गरेका थिए, उनीहरूले सही समयमा उद्योग चलाएका थिए, उनीहरूले विकास सुरु गरेका थिए। आधुनिक नेपालको यात्रा हाम्रा पुर्खाहरूले सुरु गरेका थिए। यसका दुईवटा प्लान्ट म घुमेँ। यो ठाउँमा आएर घुम्दाखेरि मलाई महसुस भयो पुर्खाले दिएको नासो हामीभन्दा अगाडिका हाम्रा हजुरबुवाको पालामा यो चल्यो, तर हाम्रा बुवाहरूको पालामा यसलाई सकाउने काम भयो। उद्योगले उत्पादन गर्नुपर्छ। अहिले यो म्युजियमको अवस्थामा छ। नेपाल सरकारले तत्कालै आफ्नो कदम अगाडि बढाउनुपर्छ कि विराटनगर जुट मिललाई अथवा यस्तै बन्द भएका अन्य उद्योगलाई कसरी अगाडि बढाउने हो। नयाँ चुनाव आउँदैछ। चुनाव पछिका नेताजीहरू अथवा चुनाव पछिका नेतृत्वहरूले विचार गर्नुपर्ने कुरा हामीसँग पूर्वाधारहरू छन्। थप्नुपर्ने, बदल्नुपर्ने कुराहरू थप्न र बदल्न सकिन्छ, तर ओइलाएर सुस्ताएर बस्न सकिँदैन। इतिहासले नयाँ माग गरेको छ। परिवर्तन, विकास, समृद्धि उत्पादनबाट सम्भव छ या कुन तरिकाले सम्भव छ? तत्कालै राज्यले नयाँ दृष्टिकोण बनाउनु पर्ने आवश्यकता छ। 2070 सालपछि बन्दको अवस्थामा छ विराटनगर जुट मिल। हेर्नुहोस् त, गेटहरू यसरी पुराना भइसके। विराटनगर मिल्स एउटा इतिहास। विराटनगरमा आइसकेपछि यहाँ नआइकन फर्किन मन लागेन। उद्योग